मुलाको चाहिँ अङमा पस्नुपर्छ कि मसला सबै मजाले मिठो हुन्छ मजाले मोल्नुपर्छ यसलाई मजाले अदुवा लसुन पनि मजाले फ्राई गरेर हालेको छु कि यसरी यसरी मसिनो पारेर काटेर है यसरी तेलमा मेथी फुराएर बेसार फुराएर जिरा फुराएर तोरी मजाले पिसेर है यसरी तोरी सुप रायो अलिकति सबै मिसाएर पिसेको छु है पिसेर नि यसरी हालेर मजाले मोलेको छु यस्तो बास्ना आछ है छोरी म बट्टामा हाल्नु गइरहेको छु है एकदमै मिठो भएको छ साथीहरू यो खोर्सानी पनि मैले मजाले पिसेर के भुटेर पिसेको खोर्सानी पनि त्यसैमा के हस् त धन्यवाद ओके बाई